यसरी भूत आउँथ्यो र नि त यहाँतिर भने तर्साउने तिमीले नि चालवा काँदा हालेर हिँड्ने नि मकै भाँचेर देखेन तिमीले के नदेख्ने नि त्यहाँबाट हेरेको छु त्यहाँ कपाल झ्याम्लाङ छ यात्रा दुध छ दोडा यात्रा दुध छ झ्याउरिन रहेछ सगाडा कपाल झ्याम्लाङ गेदी छ कम्मर झ्याम्लाङ पछाडि डर लागेन तिमीलाई त्यस्तो देख्दाखेरि लागेन हो डर त अहिले त भैँसी फुस्किँदा नि डर लाग्छ कान्छ भैँसी फुस्किँदा तर चाहिँ क्या ताकत भएर नभए धेरै फरक पर्दो रहेछ 6 वर्ष छोरो खसेपछि अनि मन बिग्रियो अनि यहाँ आएर बस्यो कि हामीले चाहिँ दुःख त अहिले के छ र केही छैन पानी दैलाइमै छ देखे नि छ त साँच्ची नै बिहा देखे त बिहा छ त नि बिहा छ अनि कालो के हो गेडानी छौ मुसाको गोला देखे हौ देखे बिहा छानेको कति नि फाने त बिहान भने ए घर नि पनि छ त छैन चामल यति हो अब धान सुगाउनलाई खोइ त नि घाम लागेन बर्बाद भयो अब चिसो अन्त छैन घाम लाग्दैन खोइ न लुगा धुन पायो जाडो भयो नि त अनि बिहान बिहानै जाडो भयो नि त जाडो त भएन हौ उता जा यहाँ चामल पुग्यो ए बिचरा कुन बेला आउँछ त के अरे उता गएपछि अब कुन बेला आउँछ आउँछ नि त्यहाँ नि त नि मैले होइन घाँस काट्नु पर्यो भने घाँस कहाँ घाँस काट्नु त नि त्यो डोडालाई के झुन्डाउने त घाँसै होइन कुन बेला जाने त्यही त हो त नि अरू के छैन यो छ नि रौटे टोएर मार्छ नि ल ल म झार्दिन्छु यता ए अल्छी के रे मोरो बढी जाडो हो कि यसमा जाडो हो यसमै जाडो नि धेरै यसमा जाडो कहाँ जान्छ र यहीँ गोठाल दलालले के राख्छ त लुगा मुराडी गोठाल जान घरान चाहियो हामी त च्यात्तै लुगा लायो नि भएको त नराम्रो लुगा लायो नि पसल त यही लुगा लाएर जान्छु म त्यो बाबुको त्यस्तै आमा गएदेखिको लुगा धुवाएको मैले धोइदिएँ होइन अस्ति धुवा नि खोएर सुक्यो ऊ अनि अब धोइदिए नसुके त के भन्दा उयो भयोहरूको सबै मैले धोइदिएँ यिनीहरू सबै मैले गरेर चाहिँ नदेख्ने बुढाबुढी तिमीलाई पनि धोइदिन्छु निकाल धोइदिनुपर्छ सिरक त यस्तो जाडो धोएर अब अर्को वर्ष सुके मात्र चैततिर चैतको घाम चाहिन्छ नि सिरक सुकाउनुलाई कति काम गऱ्यो त म गरिदिइहालिदिनु छोड न पल्टाउनु पर्यो पल्टाएर पर्यो कहाँ राख्ने हो र त्यसलाई भित्र
ल ल ल ल ल ल इस मकै पनि मेसिन रहेछ एकैछिन घर्र हुन्छ चाहिँ आज भाइ मेसिन आएर मकै छोडाउन सजिलो भए भा आज चाहिँ तँ खाँदैन नि तँ खाँदैन आज चाहिँ खै त खाने पुर्छ ए भ्याइन भाइ छ नि यसको चर्ती गला फेरि बाबा क्या रे ए कुन्टे क्या रे यसको अनेक छ अनेक हेर ल जाडो भाइलाई कस्तो दामी भएको छ हजुर चाहिँ कुरो पकाउँदैन रहेछ भैँसीलाई भैँसीलाई उल्कै चिसो भयो त उल्कै चिसो आयो त रहनु पऱ्यो साँच्चै मैले बदाम ल्याइदिन्छु भने त बिर्सेछु बदाम ल्याउनुलाई बदाम ल्याउँछु भने त बिर्सेछु बदाम ल्याउनुलाई कहाँ छ र उहाँ पारिपट्टिबाट क्या बदाम ल्याइदियो भने तिजो जान त तिमी हो जान्थी म कि बिर्सेछु त नि खै म लगिदिन्छु म बोक्छु छोड के पकायो त तरकारी के पकायो तरकारी चाहिँ के पकायो भने क्या तरकारी के पकायो त पकाएन त तरकारी त्यही साग हो नि त्यही साग हो त्यही हो नि ए ठिक छ ठिक छ तिमीहरू त मासु अलिअलि झोल हाल्यो होला नि अलिअलि त हालेको थियो अलिअलि छिप्छिप्यो मलाई उति साल छ फेरि त्यहाँ यति झोल छ ऊ त्यहाँ एउटा भयो ए ल ल पुग्छ त्यसमा टाउको खानु पर्छ बुवा त आएन के भएको छ नि त नि अब बुवा कुन बेला आउँछ कुन बेला आउँछ अहिले त खै त फोन गरौँ भने मैले अफ भइहाल्यो अन्य बेला पर्ने भयो त नि के खाना मात्रै लगाइदिने हो बुवालाई के थाहा दुध त नि हो दुध यहाँ भाँडा हालेकै छैन ल ल भाँडा हाल नि अहिले त्यसमा हाल्ने गरे कहाँ कहाँ कुखुराले दाना हाल्नु कहाँ उताबाट नि सबैलाई हाल्यो ब्रोइलरहरूलाई नि ए हजुर सब काम भ्याइन्छ नि फेरि अनि घिरौँला त रहन्छ त सबै भेटिसकेछ त घिरौँला त सबै खाएर सकाइसकेछ त खाइसकेछ त भने घिरौँला र मासु हालेर खाउँ भने त दाना रहन्छ दाना म ल्याउँछु अहिले गोली हटा त अनि ब्याङ्कमा त लागेछ त लसुन लसुन बारी अब हराएको छुजिया फलिरहेको त यहाँ त छेलाइरह होइन हौ यहाँ छेलाइरह यत्रो यत्रो छेलायो भने क्या सानो यहाँ बस त म फोटो खिचिदिन्छु तिम्रो यहाँ बस नि यता ल फोटो खिच्ने क्या फोटो ल भयो भयो राम्रो आहा धुलाएर राख्ने है म काठमाडौँबाट धुलाएर ल्याइदिन्छु फोटो अनि म त्यहाँ घर झुन्डाउनु पर्छ भान है छ नि त्यहाँतिर नि क्वाक 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 भाले त भाले डन इस भाले चाहिँ यत्रो है गाइस अर्को भाले
यहाँको ज्वाखेवाले पोथीले नपार्ने बेला भइसक्यो नि यसको बसाइ ज्यानमा रह फेरि हेर ए क्या अरे फगाउन होला अहिले मलाई होइन के गऱ्यो भने होला त्यसले जिस्का आमालाई ले 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 अचम्म छ के भयो भने यहाँ एकछिन बस्दैन म घाँस झुन्डाउनु पर्यो बाख्रालाई म लिन जानु पर्यो घाँस काटे झारे म ल्याइदिन्छु नि खानु पर्यो बाख्रा हेर्ने एकछिन बस्दैन बाख्रा ल ल ल म चौरा उठ्नु जानु ए चर मोरो साडीहरू चर हँ यहाँ एक्लै यो घर चाहिँ यहाँ एक्लै ठाउँमा किन बना त भने क्या वहाँ गाउँमा किन नबना त यो घर ऊ भयो नि के भयो त्यो जेठो छोरो खस्यो माथि अनि बनायो नि अनि गाउँमै छोडेर यहाँ एक्लै पखेर आएर बस्यो एक्लै बस्यो नि ए त्यही भयो अनि वहाँ माथि नि जग्गा जमिन थियो अरे सबै बेच्दै आयो नि यो 3000 अझै बुढोले खाएको थियो यो यहाँको अनि अब यहाँ उहाँ रुखपात नभएको अब यहाँ धेरै रुख पाएको धेरै अनि त्यसैले उहाँ त्यही साइला बसिया घरदेखि हुँदो थियो कति हल मेल थियो माथि चाहिँ 2 हल्लु मेलो त हो ए अनि के गाउँ छोडेर एक्लै यहाँतिर एक्लै यस्तो ठाउँमा वनको बिच यहाँ झन् पहिला वन थियो होला वन थिएन खेती गरेको थियो नि यहाँ त अहिले उनीहरूले नि ए खेती गरेको थियो अनि 60पट्टिमा अनि यहाँ म आएर यहाँ बसेँ के अब भरे सधैँ हुँ बसेर साथी चलेन देशमा बसेर अनि हजुरबा चाहिँ कहाँ थियो त्यतिखेर दिल्लीमा हजुरबा अनि तिमीले एक्लै बनायो घर यहाँ होइन उनीहरू आएपछि बनाएको रिटायर भएर आएर बना ए हजुरबा आउनु भएपछि अनि यहाँ बना ए रिटायर भएर आएर बनाएर अनि दाल छोरी लिएर छुट्टीमा आयो हो पहिला त ए त पहिला जन्मिया थियो भर्खर जन्मिया थियो उहाँ गाडीले चेप्यो भने हजुरबालाई अनि रिटायर भएर आइसकेपछि फेरि गयो अनि उता इन्डिया नै म गएँ नि त तिमी पनि गएको थियौ इन्डिया म हुँ बसेर आऊ नि यो पूजा आज दुर्गे गीता अनि त्यो छोरो 3वटा केटी लिएर आयो नि ए अनि बुवाहरूलाई नि उता इन्डियामै पायो उतै पायो ए यहाँ त त्यही बाउ मात्रै हो ए लिएर आएको 6 वर्ष छोरो खसेपछि अनि मन बिग्रियो अनि यहाँ आएर बस्यो कि ए अनि बुताउँथ्यो भने त यहाँतिर त बेसरी राखे बुताउँथ्यो के बुताउँथ्यो अरे त्यहाँतिर त नि बेसरी भुताउँथ्यो अरे नि त यहाँतिर भने तर्साउने तिमी पनि चाल भयो काँदा हालेर हिँड्यो नि मकै भाँचेर देखेन तिमीले के नदेख्ने नि कहाँनिर देखे खरै माथि गएर तँ खान मन लागिहाल्यो केटीकेटी दोडा 3वटा सुताएर दोडा केटीकेटी सुताएर छोरो त खसेको थियो दोडा केटीकेटी सुताएर तँ खानालाई उहाँ अदिरी भएर गएको उता बस्दै रात धेरै नै गइसकेछ त्यहाँबाट आएको त लाले बारीमा उतै गरामा उतु गरा त्यहाँ पर मान्छे मकै भाँच्यो भने परेक भाँच्यो थिएँ फेरि म त्यहीँ आइपुगेको छु तीमा उत्पट्टि त्यो चिप्लिटीमै म आइपुगेको छु सरै सोर्या मारी उ गर्यो सर्यायो ओर्यो र अनि हाल्यो काँदा हाल्यो ऊ अघि छ म पछि छु त्यहाँबाट
आयो र यहाँबाट उक्लियो अँ म त्यहाँबाट हेरेको छु त्यहाँ अँ कपाल झ्याम्लाङ्ग छ यात्रा दुध छ दोडा यात्रा यात्रा दुध छ झ्याउरिन रहेछ सगाडा कपाल झ्याम्लाङ्ग गेदी छ कम्मर कम्मर झम्लाङ्ग पछाडि अन्त त्यहाँबाट उक्लियो त्यहाँबाट उक्लिएपछि हेरी त्यहाँ पुगेपछि म यहाँ पुगेपछि अनिखेरि म त्यहाँ पसेँ त्यहाँबाट हेरेँ त्यहाँबाट चट्ट काभ्राबोटा गयो त्यो काभ्राबोटा मकै त यस्तो कुमकुममा पो हाले जुत्ता पारेर यहाँ पो हाले अनि के अरे त्यो मकै त्यहाँबाट कहाँ गयो लग्यो नि सकाएर लग्यो नि त्यहाँबाट चाहिँ देखेन त्यो काभ्राबोटबाट त्यो सिमखाडा घरतिर पुर्यायो कहाँ पुर्यायो अनि डर लागेन तिमीलाई त्यस्तो देख्दाखेरि लागेन हौ डर त अहिले त भैँसी फुस्किँदा नि डर लाग्छ कान्छ भैँसी फुस्किँदा त्यस्तो हुँदो रहेछ क्या ताकत भएर नभए धेरै फरक पर्दो रहेछ देखा चाहिँ त्यति एउटा मात्र हो त्यति त हुँदैन एउटै त हुँदैन कतिवटा हुन्छ राखे भूत चाहिँ देखेन राखे भूत आगो बाल्दै हिँड्थ्यो अरे नि त पहिला भूत त उहाँ पो त हजुरलाई ए अहिले होला मान्छे मरेर त झऱ्यो पछिबाट त्यो बेलामा त मरेको थिएन हौ पछि पछाडि झऱ्यो राँको बालेर हिँड्थ्यो अन्त एक दिन त हरि खलक आउने भनेको थियो आज कहाँ जेठा खलक माया यता लगाइदिए यता 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 पारे लगाइदिनु रे त्यहाँ अन्त त्यहाँ त रातभरि बत्ती बाल्यो त्यो योपाइले त रातभरि बत्ती छर्ङ ए कालिया खलक आउने भनेको थियो त्यताबाट आएर चाहिँ अरे तिमीबाट यहाँ आउन नसके भनेर भने मैले दलनबाट एक्लै पछि त मारुनी ढकालको स्वास्नी त्यहाँ भिरबाट खसेर चाहिँ क्या बाख्रा हेर्न आउँदाखेरि भिरबाट खसेर चाहिँ दोडा केटी यताबाट आए झरी परेको थियो सिम अन्त झरी यस्तो झरीमा तिमीहरू कहाँ गएर भने पढेर बाँकी बेला पढेर चाहिँ यो झरीमा चिप्लो बाटो नजाऊ बाबु हो उमाडो जाओ चिप्लो छ म पानी भर्न गए चिप्लो छ नजाऊ है यताबाट उमाडो जाओ भनी यताबाट गयो है आमा ठ्याक्कै फेला पार्दैन चाहिँ तिनीहरू जोडाले बाटैमा तिनीहरू उमाडा गयो रातभरि बत्ती बालेर बस्यो आखिरीमा त भोलिपल्ट बिहानै पानी लिन गए त बिहान त बत्ती नि मऱ्यो पानी भरिवरि अलि एकबेटी आएपछि त मान्छे डुङ्गुर आएर लास उठाएर लिएर गयो अनि यहाँ घर बनाएर तँ भनेर उहाँ अतिरी गाउँ पुग्ने हो त नि अनि बाटा भूत भेट्ने भुस त ल तपाईँले नि उ बेला नि तपाईँको नि अस्ति होइन कुखुराहरू के मारे भने होइन होइन त त्यो दिन रेशम आदिन शान्ति सानमा परेको थियो नि त रेशम नि रेशम परेको थियो अनि त्यो दिन शान्ति सानबाट रेशम आएको थियो आउनु त अघिरै आएको घरमा चाहिँ त्यो दिन आइपुग्यो के त्यहाँ हेर्न गएको रेशम आछ अरे भनेर हेर्न गएको हेर्न जाँदा केही पनि थिएन है उताबाट आउँदा त उहाँ धेरै बेर नै बस्यो राति हुँदो धेरै बेर नै बसिहाल्यो त्यहाँ फर्केर आउँदा त
ढिकी मुन्या र कुखुरा गुँड यसरी फले छापेर अनि माथिबाट फेरि पोतेर त्यहाँ माथि फेरि झिकी राखेको थियो झिकी ओखल यतापट्टि त्यस्तामा थियो उताबाट आउँदा त त्यो लस्कर ताँती त्यो दैलामा त ताँती अहिले त धिक्कार होस् दोडा त यता थियो अरू चाहिँ यता थियो मारेर सिल पारेर जन्ती भात खान बसेको थियो दैला थियो त्यसरी राखी छोडे सबै अब उताबाट आउँदा त त्यस्तो चालु छ व्यर्थै गए जस्तो भयो त्यहाँबाट अनि फर्केर आएर त्यो चिपन टापन पारेर थुप्रियाएर त्यो ठुलो भाले चाहिँ रेशमको घरमा फेरि गाफहरू राति हुँदा फेरि गएर अनि त्यो भाले दिएर यहाँ बसेको त कहाँ कुखुराको सत्यनाश बनाएछ भनेर अनि भने त नि मलसाहरू पल्किहाल्यो त नाश पारे नि भन्यो बुढाबुढीले भाले चाहिँ त्यो बेला खाने नि थियो त कुखुरा मासु कहिले खान्थेन कुरा मासु खाने नि थियो त्यहाँ रेशमलाई बनाएर कसले बनाएको नि बनाएर गरेर रेशमले चाहिँ खायो कोले खाएको नि अरूले त खाने त्यो बुहारीहरू अरू त खाने नि थियो त्यहाँ अनि फर्केर आएर त्यो कुखुरा भोलभोल्ट बटुलेर त्यो ब्याड खोला लगाएर खोला लगाएर फालिदिएर अनि अरू चाहिँ मसिनो त्यहाँ भुसुकै भए अरू मसिनो थियो केही पनि यो बुटै नभए नि मलसाब्रोले त भुसुकै बनाउनु रहेछ नि त अस्ति यहाँ मारे जस्तै बुटै नभए नि मनसार त भुसुकै हो नि केही जात नभए नि काटिसक्यो दाउरा काटेकै छैन पिसामा त थियो जाने घर कुखुरा खोर बनाउने मान्छे छ हँ खेता लाखा घर त्यत्रा घर बनाए के गर्थ्यो अरे के गर्थ्यो अरे हामीले जस्तो दुःख कसले गरे खाएर के गर्थ्यो अरे पानी बोक्यो नि अञ्जुरी खोलाको दाउरातिर त्यत्रो ढुङ्गा त्यहाँको ढुङ्गा फुर्यो औ यहाँ त्यति भत्किया छ उहाँ त्यत्रो गौँडो हामीले त्यो माझा ढुङ्गा फोरेर त्यत्रा गौँडो उकासेको थियो त्यो काभ्रा बोटी अलि यतापट्टि उतिनेर अहिले कान्छा ज्वाइँले बर धान कुटेर भात धान कुटेर भात अरे अनिखेरि गएको बिचरा को कान्छ ज्वाइँ नि दुर्गिया देवर नि ए हामीले चाहिँ दुःख त अहिले के छ र केही छैन पानी दैलाइमै छ दाउरा बोक्ने जानु पर्दैन दाउरा त ऊ बेला हामी दाउरा घरैमा आफै चिर्थ्यो कहिले कहिले ज्वाइँहरूले चिर अब मान्छे गर्दै गर्दैन देखेन अब सब मुलन जान्छन् बाहिर कहिले दुःख गरौँ बाँझै खेतबारी सबै छोडे हाम्रो नि अब छोड्छ हाम्रो नि छोड्छ गर्दैन म मर्ला कोही बेला